राजेश दाइ म हजुरलाई एउटा क्वेसन सोध्छु त्यो कुन बुक पढिराख्नु भएको छ अहिले अहिले कुन बुक पढ्दै हुनुहुन्छ अहिले तपाईले कुन बुक पढ्दै हुनुहुन्छ मैले अहिले पढेको किताब यही छ निकाल्नु इट्स इन्ट्रेस्टिङ बुक है त्यति फेमस किताब होइन यो तर इट्स अ गुड बुक तपाईँहरूले चाहिँ नि यो किताब कतै पढ्नुभयो भने प्लिज गो थ्रु इट गुड वाइब्स गुड लाइफ यो चाहिँ नि वेक्स किनले लेख्नु भएको के छ दाइ यसको हल्का एब्स्ट्र्याक्ट इट्स टप एन्ड मस्ट रिड हो यसको बेसिकली के मलाई सबभन्दा राम्रो लागेको के भने try to be a better person on an everyday basis, right? It doesn't matter what kind of skill or talents you have. Start with whatever you have and try to be better. सबैभन्दा चित्त बुझ्दो त्यही नै हो किनकि हामी सबैजनाले सबै कुरा त गर्न सक्दैनौँ तर हरेक व्यक्तिले केही न केही गर्न सक्छौँ र आफूले गर्ने चिज के हो भन्ने पत्ता लगाइसकेपछि त्यो कुरामा चाहिँ नि ट्राई टु बी बेटर अन एभ्री डे बेसिस त्यो नै सबभन्दा महत्त्वपूर्ण कुरा हो अनि यो म एउटा फलोअप है जस्ट फलोअप क्वेसन यसैमा फलोअप हजुरले बुक पढ्दाखेरि चाहिँ सेलेक्ट बुक पढ्दाखेरि सेलेक्ट कसरी गर्नुहुन्छ बुक तपाईँको चोइस अनि कसरी तपाईँको रिडिङ स्टाइल कस्तो छ कसरी पढ्नुहुन्छ त्यो होइन उहाँले रिडिङ स्टाइल सोध्नुभयो मेरो अहिले रिडिङ स्टाइल चाहिँ एकदमै बेग्लै भएको छ म पहिला मैले के गर्थेँ भने मैले पुस्तक ब्यागमा लिएर हिँड्नुको कारण पनि त्यही हो पहिला पुस्तक चाहिँ नि मैले स्टार्ट टु फिनिस पढ्थेँ अनि त्यही नै हुन्थ्यो तर पछिल्लो 5-6 वर्ष चाहिँ म त्यसरी पढ्न मैले छोडिदिएँ किनकि त्यो पुस्तकहरूको स्टार्ट टु फिनिस पढ्दाखेरि र धेरै पुस्तक पढ्दाखेरि तपाईँको सम्झनामा चाहिँ धेरै कम चिज रहँदैन जतिसुकै व्यक्तिले म एकदम धेरै पुस्तकहरू पढ्छु धेरै किताबहरू पढ्छु भने पनि आफूले पढेका किताबहरूको चाहिँ सबै सम्झनामा गएर मेरोलाई त गाह्रो त्यस कारण आजकल मेरो रिडिङ स्टाइल कस्तो छ भने जस्तो यो किताब पढेँ मलाई कुनै पन्नाले एकदम प्रभावित पार्यो भने म पुस्तक बन्द गर्छु त्यसपछि जे पन्नाले मलाई प्रभावित पार्यो त्यो प्रभावबाट चाहिँ म फेरि आफ्नै कुराहरू विस्तार गर्छु त्यस कारण आजकल पुस्तक पढ्दाखेरि पनि धेरै समय लाग्छ मलाई र पुस्तक पढ्दाखेरि एकदम स्टार्ट टु फिनिस कहिले गरौँ भन्ने हिसाबले पनि म पढ्दिनँ कुनै कुराले मलाई एकदमै प्रभाव पार्यो भने त्यसलाई बन्द गरेर त्यही कुरालाई सोचेर फेरि त्यसमा आफ्ना कुराहरू थप्दै गएर चाहिँ त्यसले गर्दाखेरि चाहिँ ती कुराहरू घट्टा आफ्नो मन मस्तिष्कमा हुन्छ मेरो रिडिङ स्टाइल चाहिँ अलिकति परिवर्तन लाग्छ थ्याङ्क यू सो मच